कस्तो दामी भ्यू छ यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। यहाँ छ बडाकारले यस्तै बाटो छ, खासै गाह्रो पनि छैन। ल साथीहरु हामी झरना आइसक्यौं। हेलो साथीहरु, अहिले चाहिँ हामी लेटाङको किस्से झरना भाइरल झरना जाँदैछौँ हैन। अनि मान्छेहरूले चाहिँ टिकटकतिर लोकेसन प्लिज भनेर भनिरहेको थियो। अनि मैले चाहिँ लोकेसन भिडियो बनाइदिउँ न भनेर यो भिडियो बनाउँदैछु। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला है। ल साथीहरु, अब हामी जाँदैछौँ। म बाटोहरू कता कताबाट जान्छ भनेर सब थोक तपाईहरुलाई देखाउँछु। कताबाट जाने हो हामी? उताबाट। ल साथीहरु, तपाईहरुले थाहा पाइसक्नुभयो अहिले हामी कहाँ छौँ भनेर हेर्न सक्नुहुन्छ। हामी केराबारी बाटो अब पस्न लाग्यौँ केराबारीतिर। अब म उता गएर पनि भिडियोहरू बनाउने छु, हेर्दै गर्नु होला। हामी चाहिँ अहिले साथीहरु केराबारी आइपुगिसकेको छौँ। अब यो केराबारीबाट पनि एकदम उकालो पहाड चढ्दै धेरै माथि जानुपर्छ अरे। कतातिर जानुपर्छ अरे, कुन ठाउँ अरे त्यो ठाउँमा मतलब भोक्टेनीतिर जानुपर्छ अरे। अनि म तपाईँहरूलाई देखाउँछु। यहाँ हामी अहिले ठ्याक्कै केराबारी आइपुगिसक्यौँ। यो केराबारीको पुलिस चौकी। यो चाहिँ साथीहरु केराबारी बजारमा आइपुग्यौँ हामी हैन। यो ठ्याक्कै केराबारी चोकको बजार भन्दा पनि। अब यहाँबाट यता पहाडतिर जानुपर्छ हामी। ल यहाँ हेर्नु न, हाम्रो साथीहरु यहाँ छन्। आधी मान्छे गइसके। हामी चाहिँ अहिले साथीहरु केराबारीको माथि डाँडामा आइपुगिसकेको छौँ हैन। अब यहाँबाट यता माथि डाँडा जानुपर्ने। कस्तो दामी भ्यू छ यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। ठ्याक्क केराबारीको माथिबाट। यसलाई के भन्छ? भ्यू पोइन्ट भन्छ नि केराबारीको। हामी अब लाग्यौँ यहाँबाट यता माथि डाँडा 2-3 घन्टा जानुपर्छ अरे माथि। ल साथीहरु भिडियो हेर्दै गर्नु होला। ल हामी साथीहरु देउराली चोक आइसकेको छौँ। यहाँबाट अब सिधै माथि यत्रो माथि जानुपर्ने छ हेर्नु साथीहरु। अनि हामी सबैजना हेर्न सक्नुहुन्छ तपाईहरुले हाम्रो ग्रुप यति धेरैजना आइरहेको छौँ। हामी यहाँ तलबाट केराबारीबाट नछोडिकन यो बाटो आउनु होला हैन। तपाईहरु ठ्याक्कै आइपुग्नुहुन्छ। ठ्याक्कै यो बाटो नछोडिकन मेन बाटैबाट आउनुभयो भने ठ्याक्कै तपाईहरु आइपुग्नुहुन्छ। अब यहाँबाट अझै 1-1.5 घन्टा अरे। यहाँ आएपछि एकदम चिसो रहेछ क्या मौसम। बबाल फिल भइरहेछ यहाँदेखि चाहिँ। अलिक मजा आइरहेछ। जस अघि चाहिँ तल त लास्ट गर्मी थियो नि त। अनि अहिले यहाँ यतिको माथि आइसकेको चाहिँ लास्ट चिसो छ। यो बोर्ड देखा ल ठ्याक्क अलिकति। यो बाटो यता बाटो पर्दो रहेछ भन्नु पऱ्यो नि त। वडा नम्बर 1 कार्यालय लेटाङको रहेछ है। लेटाङको कार्यालय यहाँ छ बडाकारले 1 को। ए मतलब 1 नम्बर वडाको। हाम्रो 2 को भयो यस्तो हैन। ल हामी यहाँ सागमा खाने पानी भएको ठाउँमा आउनुपर्ने रहेछ नि। लेटाङ नेक्स्ट सागमा ल साथीहरु, हामी ठ्याक्कै तपाईहरु शान्ति चोक भन्ने ठाउँमा आउनु होला। अनि यो शान्ति चोकबाट ठ्याक्कै यतातिर जानु होला। यहाँ हेर्नुहुन्छ यो बोर्डमा पनि हेर्न सक्नुहुन्छ तपाईले। ठ्याक्क आफूले पढ्नु यो बोर्ड। सागमा मोरङ भन्ने ठाउँमा आएर यता तलतिर जानुपर्छ यो घरदेखि। यस्तो कच्ची रोड हिँड्दै आउनुपर्छ हेर्नु। यतिकै यस्तै बाटो छ, खासै गाह्रो पनि छैन। यतिको बाटो हेर्न सक्नुहुन्छ।
कहीँ कहीँ चाहिँ अलि हल्का बडी बिग्रेको छ होइन। अब त्यही अनुसारको प्रिपेयर गरेर आउनु होला हजुरहरू। लोकेसन हेर्नु उता लोकेसन उपरमा आधी घन्टा आउँदैछु ल हामी उहाँ हुन्छु त्यो मान्छेहरू अस्तिको मान्छेहरू यहाँबाट हिँडेर गयो होला गाडी आएन होला सायद यही बस्नु तपाईँहरू चाहिँ त्यो बाटो जेफालेतिर जाने भनेर सोध्दै सोध्दै आउन सक्नुहुन्छ होइन। यहाँ घरहरू एकदम लास्टै छ यतातिर जतातिर सोध्दै आए पनि तपाईँहरू आइपुगिहाल्नुहुन्छ। अब चाहिँ यहाँबाट लगभग आधी घन्टा जति लाग्छ भन्नुभयो त्यो घरको बाजेले। ल साथीहरू अझै तपाईँहरूलाई म देखाउँछु बाटो। यस्तो बाटो छ यहाँ चाहिँ, यस्तो बाटोबाट आउनुपर्छ। बाइकहरू चाहिँ आउँछ, गाडी त आउँदैन। आउँछ होला सानो कारहरू यहाँसम्म त आरामले नै। ल साथीहरू अब चाहिँ म पछाडि बसेर दामी भिडियो बनाउँछु तपाईँहरूलाई, यहाँको बारेमा इन्फर्मेसन दिन्छु। अब हामी चाहिँ ड्राइभर चेन्ज भइसकेको छ हाम्रो। साथीहरू यो बाटो तपाईँहरू यसरी जानु सक्नुहुन्छ। बाटो चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। मोबाइलमा अलिक राम्रै देखियो भने अलिकति गल्टेङ नै होला बाटोहरू चाहिँ। जस्तोहरूको बाइकहरू राम्रो नै आउँछ। अनि हाम्रो साथीहरू स्प्लेन्डरमै आइरहेछन् को स्प्लेन्डर भन्छ कि स्प्लेन्डर जसै के हो छैन त्यसमै आइरहेछन् साथीहरू। यतातिर घरहरू पनि छ तर यो घरहरू तर हामी यति तलतिरै जाने होला सायद। त्यतातिर पनि एउटा बाटो छ त्यो घरतिर जाने बाटो। जति तलतिरै आउनुहोस् होला सबैजना। बढी क्यामेरा हल्लाएँ त्यसको लागि सरी अलिक हल्ला दामी तरिकाले बनाउँछु है। ल हाम्रो सबै साथीहरू आइपुगिसकेका छन्। अब हामी यहाँबाट हिँड्दै जान्छौँ यता तलतिरबाट यता कतातिर अरे झर्ना चाहिँ। ए यहाँ तलतिरबाट जानुपर्ने हो। ए यताबाट जानुपर्ने रहेछ घरतिरबाट। यहाँ अङ्कलहरूले देखाइदिइहाल्नुहुन्छ तपाईँहरू यहाँ माथिबाट आउनुभयो भने। ल ठ्याक्क झर्नाको अगाडि गएर म देखाउँछु तपाईँहरूलाई झर्नाको लोकेसन। अब त्यो अङ्कलले देखाएको ठाउँबाट मकै बारी साथीहरू हिँड्नु पर्दो रहेछ। यहाँ हेर्नुहोस् होइन, मान्छेहरूको घर बारी आली हिँड्नु पर्दो रहेछ। अब यो बाटो चाहिँ आधी घन्टा हिँड्नुपर्छ अरे। त्यो भर्खर एउटा दाइहरू जाँदै हुन्थ्यो त, त्यो दाइहरूलाई सोद्धाखेरि आधी घन्टा भन्नुभयो। अब कति हिँड्नुपर्छ हामी पुगेपछि देखाउँछौँ तपाईँहरूलाई। र त यहाँ चाहिँ यस्तो रहेछ बाटो साथीहरू हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो साथीहरू पुरा एकदम अब यो एकदम तल हिँड्दै भुइँ खोलातिर पुग्नुपर्ने होला अनि मात्रै झर्ना देखिन्छ होला साथीहरू। माथि पनि हुन्छ हामीभन्दा माथि पनि दाइहरू। यस्तो बाटो हिँड्नु पनि अलिक राम्रो बाटो हिँड्नु परेको भए त सजिलै हुने रहेछ। आधी घन्टा यो बाटो हिँड्नु पर्दा त मर्ने रहेछ नि त। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो बाटो हिँडेर आधी घन्टा चाहिँ बाटो हिँड्नुपर्ने। तर बाइकमा जुन बाटो हिँड्दा बाइकमा त्यति नमजा आएको थिएन, तर यो बाटो हिँड्न त्यति नमजा आउँदो रहेछ। ल म तपाईँहरूलाई तल गएर देखाउँछु अझै होइन। किप वाचिङ साथीहरू, अहिलेको लागि बाई बाई। अहिले अलिक तल गएर देखाउँछु। हामीलाई यहाँ अङ्कल आन्टीले बाटो देखाउँदै हुनुहुन्छ। यहाँदेखि यहाँ तल जानुपर्ने अरे, त्यो तलको देखेको सेतो ठाउँमा। अब यहाँबाट यता यो बाटो हिँडेको होइन है, त्यहाँ तल जानुपर्ने हो साथीहरू। ल साथीहरू अब चाहिँ 10 मिनट जति तल गएपछि हामी पुग्छौँ अरे झर्ना।
हामी जाँदैछु कन्टिन्यू यस्तो बाटो हिँड्नुपर्ने रहेछ हिँड्न चाहिँ डह्रो हिँड्नुपर्ने रहेछ ओह्रालो एकदम होइन लिस्ना खुड्कीलाई ओर्ले जस्तो तपाईँहरू एकदम हिँड्न सक्नुहुन्छ भने चाहिँ आउनु आधी घन्टा जति हिँड्नु पर्दो रहेछ आधी घन्टा अलिक लाग्दैन होला 20-25 मिनट यहाँ हेर्न सक्नुहुन्छ यस्तो बाटो 10-15 मिनट भइसक्यो म ओर्लेको अब 10 मिनट जति तल गएपछि झर्ना आइपुग्छ र त्यो जस झर्नाको साउन्ड चाहिँ सुनिन थालिसक्यो अलिअलि बस साथीहरू भिडियो हेर्दै गर्नु होला म अझै अलिक तल गएर देखाउँछु तपाईँहरूलाई साथीहरू आवाज सुन्नुहोस् आवाज हामी एकदम क्लोज आइसक्यौँ यो झर्नाको एकदम मजाले झर्ना कराएको आवाज सुन्न सक्नुहुन्छ यहाँदेखि तपाईँहरूले ठ्याक्क हाम्रो साथीहरू यहाँ हिँड्दै कस्तो मेरो हातले छेलिँदो रहेछ ठाउँ अलिक मजाले देखाउँछु तपाईँहरूलाई कस्तो लाग्छ भिडियो लाइक कमेन्ट गरिदिनु होला सबजनाले है अनि पसिना भयो ल साथीहरू हामी झर्ना आइसक्यौँ साथीहरू हेर्नु सक्नुहुन्छ त्यहाँ झर्ना वाउ झर्ना यहाँसम्म यति दुःख गरेर आएको हजुर वाउ झर्ना चाहिँ दामी लाग्यो साथीहरू यहाँसम्म आएको एकदम राम्रो रहेछ एकदम खुसी भएँ होइन हामी त्यहाँ गएर अब पौडी खेल्छौँ साथीहरू फाइनली हामी त्यत्रो दुःख गरेर झर्नाको अगाडि आइपुगिसक्यौँ साथीहरू त्यस्तो दुःख गरेर यो झर्ना हेर्न आएको चाहिँ एकदम दुःख नलाग्ने खालको रहेछ क्या यहाँ सब यहाँ आइसकेपछि यहाँ आएको सब त्यहाँ अघि हिँडेको दुःख सब बिर्सिने गरी दामी ठाउँ छ यो झर्ना होइन दामी छ तपाईँहरू यहाँसम्म आउन सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ झर्ना कस्तो छ भनेर ठुलो छ क्या पुरा झर्ना यो मैले -5 मा गएर हल्का होचो देखेको होला तर यो ठुलो छ है तपाईँहरू आउन सक्नुहुन्छ